यसरी राखिएको छ हैन यो चाहिँ अब यहाँ आएर उ गर्नुपर्ने सो गाइज हैन हामी यहाँ कति 14 वटा झोला राखिसकेको छौँ हैन यहाँ हाम्रो मान्छेहरू यहाँ छन् हैन गेम खेल्नलाई आज जसले उ गर्छ 100 रुपैयाँ पिस हैन जसले जित्छ त्यो 100 रुपैयाँ पिस हैन सो गाइज झोला अगाडि आएर बस्ने है ओइ त्यसरी ठेला ठेल्न नगर्ने बसेन पुग्छ क्या तिमीहरूलाई एक एकवटा झोला ओइ ए त्यहाँ छ त त्यत्रो झोला कस्तो जुदाजुद गर्छ नि देखेछौ यहाँ बस न ओ त्यो नहेर अहिले त्यस्तो पाउँदैन रातो फेल गयो माइली उता जा यो हरे यता जा ल तिमीहरू 7 जना उता जाऊ 4 वटा रातो हैन अनि 3टा ओ 5 4 5 6 7 फाइनल गाइस 7 जनाको उसमा आइसक्नु भएको छ हैन यहाँ चाहिँ हैन सो गाइस हैन अब हरियो जित्ने चाहिँ 7 जना हुनुहुन्छ अब फाइनल गेममा को हुन्छ त्यसले 100 रुपैयाँ जित्छ हैन कोही तले झोला बोकिराछ चाहिँ तैले हाल के बरो रातो खेल गयो के बरो रातो खेल गयो हरियो तेरो रातो हैन निर्जाली फेल भएको को पास भएको 2 जना 3 जना ल 3 जना फेरि ल अब के गर्नु भने 2टा रातो राख एउटा हरियो राख्दे जो पास हुन्छ सो गाइस फाइनलीमा आइसक्यो हैन यिनीहरू अब 3 जना फाइनल राउन्डमा आइसकेका छन् हैन अघिदेखि फाइनलमा के हो नाम भन तिम्रो मेरो निराज नेपाली तिम्रो ए अन्त तिम्रो करुणा हो ल फाइनली अब 3 जनामा को हुन्छ हैन त्यसलाई 100 रुपैयाँ हैन यहाँ 3 जना ल एक जना आऊ पहिले जा निराज जा माइली जा एउटा एकैवटामा टेक जा फाइनल गाइस हैन 3 जना पनि बसिरहेको छ एक ठाउँमा उफ्ल्याउ नि ल निरेको हेर निराज गएर पहिले के छ हरियो तिमीहरू सबै रातो परिसक्यो ल निराज अहिलेको विनर हुनुभएको छ नाम के हो भन्दियो त निराज नेपाली ल उहाँ विनर भएको छ हैन उले पाउँछ 100 रुपैयाँ ल यो गेममा जितेको हाम्रो निराज भाइले है खुसी छौ नि ल